Yeah, yeah, Pape Poo, Ruby Ruby Roo. Ruby, 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 Pape Poo. बिस्तारै जाने वेलकम ब्याक टु न्यु ब्लग। आज चाहिँ हामी मालबाट जान लाग्यो। म आइपुगेको छु। अहिले चाहिँ सिधै साइक्लिङमै उठाएको ब्लग चाहिँ स्टार्ट गरिदिएको होइन। साइड हो दरबार पटन यता बडीसम्म त्यही भएर अब कस्तो जाँदा गाडी चाहिँ यहाँभित्र बसेर साह्रो सक्दैन होइन। हामी मात्रै खर्च लाग्यो त जाँदा गाइस पानी पऱ्यो भने त अझ छिटो रमाइलो हुन्छ नि। मान्छे पैसा कम्ती देखिरहेको छ नि भाइ। जेमा मैले नै भोगेको छु होइन। छिटो हाल्छ क्या त्यही भएर के पुरै पैसाको काम होइन। माथिको चाहिँ नगरपालिकाको मान्छेले कहिले सफा गरिदिनु रहेछ। यहाँको सबै सफा छ है गाइस। ल नाउ इन लगन खेल होइन। साथी अलिकति अगाडि गएछ। आज रमाइलो हुन्छ है गाइस। ल होइन कुदाइन्छ भने अगाडिको हानिदिइहाल्ने के दाहिने हातको छिट्यौ न अगाडि। यो साइड हिँड तिमी, यो साइड हिँड न। होइन नि हिँड न, सिधै 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 हिँड न यो साइड। ओह्रालो हो बबाल, म खिच्नुपर्छ गाइस। ल यो के सुमेरो साइड होला होइन। हामी त्यही भएर खासै चिन्दिनँ म। 7 नम्बर यतापट्टि हो। सो आज रमाइलो गर्नु छ गाइस। ल जाने अगाडि गइसक्यो त्यहाँ हो घरा गइसक्यो होइन। सो त्यही होला हो भप्पाल नथिङ। बिस्तारै जाने गडा गाइस गडा। पुरै होइन बिस्तारै। मलाई कस्तो कस्तो लान्छ, उठ्नु पर्दैन। किन ब्रेक लाग्यो के भयो? भनेको तिमीहरू ल्याउँथ्यो नि यहाँ त अफवा मात्र होला। तल राख किन्छ होला पैसा होइन। क्यासै गरौँ फोन पे गराउन होइन। अरू के लाने? पानी मात्र, पानी मात्र लाने, पानी मात्र लाने। एक त्यस्तो होला त्योभन्दा बरु यस्तो वाला आउँछ। स्टिङ लिएर जाउँ त धेरै हुन आएको। हेर ठिक छ।
उतार्यो नम्बर 98 65 93 51 हजुर भयो त्यहाँ हाल्यो यसले होला नि फेरि ज्याकेट त्यहाँ म बोकाउन थिएँ किन बोक्न सक्छ जाने यसले होला नि त फेरि गाइस हामी हरसिद्धि कटेर हिँडिसक्यो होइन मलाई हेर्नै पर्दैन किन न क्या मौसम थियो आज पुरै कुहिरो लाग्छ है बेलुका पानी परेर होला ट्याक्क घाम आएको भएर बब्बा रमाइलो हुन्छ आज त्यस धेरै पछि आएको है रमाइलो भइरहेछ राम्रो भइरहेछ है जे होस् मजा भइरहेछ हामी 3 जना आउने प्लान थियो कारणवश मिलेन है नत्र अझै रमाइलो हुन्थ्यो द्याट्स ओके कति कुरो सेक्रिफाइस गर्नुपर्छ भने जस्तो सो अनि एउटा हामीले कतिजना मेरो फ्यानहरूले त के भन्नु कतिजना मेरो साथीहरूले थाहा होला है मेरो के मलाई स्पेसिफिक फ्रेन्डहरू थाहा होला है मैले पसल खोलेको छु बालकुमारीमा चटपटे पर्छ होइन तपाईँहरू आउनु सक्नुहुन्छ है we have a special chicken चटपटे अल्सो द्याट्स वाइ द्याट्स अमेजिङ है एकदम राम्रो छ आएर यसो खाइदिन आउनु सक्नुहुन्छ है मसँग चाहिँ सोमबार आउनुभयो भने चाहिँ हामी जस मेरो छुट्टी नै हुन्छ होइन अनि एकदम राम्रो डिस्काउन्ट नै हामी दिन्छौँ सो सोमबार चाहिँ भिजिट गर्नु नभुल्नु होला त गाइज अब मार्बल डाँडापट्टि गयो गाइज आमामा उफ्रेको साइकल दामी मास्टर खोइ गियर बडी भयो मलाई सघाउन तान्छिङ फेरि मलाई सानानीको भिज्यो कपाल पर्छ के हो यो भने त गाई चाहिँ यसो छ है जङ्गल टक्क दामी छ क्या यो साइडबाट बबाल देखिन्छ जाँदाखेरि है बबाल छ यार गाई छ म दामी खास कुदेर जानु सकेको छैन कि एउटा बिस्तारै जाँदा नि भुस्ना कति आएको यो फेरि बबाल भइरहेछ सो यता गर्नुलाई गाई ल ओ नजरैको मलाई केही देखाएको छैन फेरि चस्मा पुरै त्यो आएछ कि के अरे सासले ओ चाहिनेछ जिन्दगानीमा ओइ मा क्युट ओइ मा साला यता न लडलाई आफ्नै भर छैन तिमीलाई के भन्नु फेरि
ल यार ले बिस्तारै जाने खस्दा तलतिर मर्छ है न आऊ बिस्तारा पुरै बाटो भत्क्याएर छ नि त होय 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 well yes go या ल आइपुग्नु थाल्यो अब ओइ स्टेबलाइज द सिस्टम हातमा गिम्बल लिएर भने जस्तो ल हातमा S24 S22 S25 लिएर you know what I'm saying ultra or nothing guys के हो यो हुस्सु भयो त यार घाम खोइ पहिलो त ओभर लागेछ नि यार धनले खाने पनि बनाउँछ बनाएछ यार यस घाम आउँदैछ है गाइजहरू अहिले चाहिँ हुस्सु छ उकाल्दैन म डाँडामा आउनुको मजै त्यही छ कि जब माथि आइन्छ नि त्यो सुकुन छैन होला खोलिगयो नि कहाँ पऱ्यो माथि जाने हो माथि जाउँ पहिला छैन फर्स्टै हामी Guys, look at the view है अति मिठो छ क्या यहाँ भर्खर घाम आउँदैछ है यहाँदेखि गाइज भर्खर घाम आउँदैछ है ओहो गाइज ल आइपुग्यो होइन जस मार्बल डाँडामा सेकेन्ड टाइम द्याट्स भ्यू बाल छ क्या ओभर दामी छ क्या भ्यूहरू चाहिँ लुक एट द भ्यू गाइज गाइज सेकेन्ड टाइम इन के भन्छ यसलाई मार्बल डाँडा भवाल छ गाइज ल नानी केही भन्दैन त यार कस्तो लाग्यो उसलाई त गाह्रो भयो होइन हिँड्ने गाह्रोमा आउँछ देवस ठाउँ बबाल छ मलाई सुकुन के गाइज यार यहाँ आएपछि एउटा सुकुन जुन सुकुन मिल्छ नि यहाँ पुरै छल्टन टक्क भर्खर सनराइज भइरहेछ कि अनि हामी ठ्याक्कै टाइममा आउँछ फर्स्ट टाइम ऊ आएको होइन तर हामी फर्स्ट नै भइसक्यो यहाँनिर मतलब कोही छैन कि अरू आएको होइन मान्छेहरू सो रमाइलो मजा भइरहेछ साइकल त लगायो उता यसो भिडियो फोटोसोटो खिच्न आइदियो गाइज हामी रमाइलो हो गाइज ल अब हामी फर्किन्छ होला फर्के भिडियो हेर्नुलाई सो राम्रो छ ठाउँ रमाइलो लाग्यो दुईजना मात्र भए पनि टिममा भए छुट्टै एउटा स्वागत छुट्टै हुन्थ्यो होइन तैपनि द्याट्स गुड द्याट्स ओके है अब सिट चाहिँ होचो बनाऊ दानु आऊ जाउँ ओ छ्यामै जाला पानीमा आँखा पर्यो नानीमा होइ 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 लडा यहाँ तल जाउँ त पिसाब जान पछाडि मान्छे तिमी जानु न अगाडि कन्टेन्ट चाहिँ
कन्टेन्ट चाहिँ नभन कता कता जान्छ कता जाँदा अप्ठ्यारो यता जान्छ नि ल बिस्तारै गइसक्यो जान्छ बिस्तारै छोइरहने हो कि मुला घम 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 लाउँछ मुला छोरा बिस्तारै अगाडिको छोइ नै हुन्छ हुन त तर फेरि जाँदैन होला अगाडि राम्री तिमी जुन झै शीतल तिमी जो सिधै गुरुङ अगाडि अब करा खै करा करा अलि माथि थियो अघि हामी अहिले यहाँ तल आएको यहाँ बस राख न साइकल यहाँ खिच्ने हो क्या प्राय ऊ त्यहाँनिर बस्नुपर्छ ल ढुङ्गा काटे हो कि क्या छ भाइ यो कस्तो दामी काट्यो क्या ढुङ्गा काटेर के काटेको हो काटेको हो सर जाने लगाए जब त लाग्दैको होइन चल्दैको गाइज फ्रम हियर मामा लगाए ल बवाल मजा हुन्छ अब चाहिँ जाँदाखेरि सर जाने हो बतास हवामा होइन अब त्यो यहीँ कन्ट्रोल लान न मैले अनि यहाँ गएर चाहिँ अलिक राम्रोसँग त न ए चलाउनु तेनु दसमेनु तुसा तेरे लिए पुरै अफरोडिङ नै भन्छ उता पुरै गाइज होइन यसो राम्रोसँग हेर्नु होला यस अगाडि जाऊ तिमी जाऊ न तिमीलाई देखाउनुपर्छ कि होइन सक्छ जाऊ न होइन ओइ मा ओरे पानीमा हाल्यो ओ उकालोमा त ओह्रालोमा त खासै केयर चाहिन्छ होइन कि आऊ न यसलाई बुझाउ न तिमी जाऊ अगाडि बिस्तारै म त पुरै छेउ गाई चाहिँ झन् खसेको मा मैदान आएछ फेरि बिस्तारै बिस्तारै के हो अरूलाई के भन्नु फेरि आफू पनि त्यही बाटोमा मर्छ आउनु त आमा साइकल थर्केको खासमा यो बाटो पिच भइदिएको है बाफले कम रन किन हुँदै यो बाटो यार त ठिक छ फर्किहाल्छ पुरै दुईवटा कतिवटा समाज छ दुईवटा समाज त न
अरू काम ठोकेर खै त्यस्तो नगर्न गऱ्यो यार ठिकै छ आऊ अगाडि चाहिँ होइन त्यही भएर पछाडि नआउँदैन मलाई अनि हिँड न अब सक्यो अब त्यो फोहोर हुन्छ होइन गरिदेऊ आऊ छिटो आऊ पार्टी जस्तो लाग्यो तल यार ओइमा पार्टी जस्तो लाग्छ वन बजार जस्तो हिँड्न नि छिटो अगाडि झर्न मुला यही यस्तै गरालो झर्न ओइ मासुको झरा चाहिँ जान्छ अनि कहाँ पुग्छ कहाँ त्यही माथि खास मेरो त्यो स्ट्यान्ड गरेर चाहिँ कि दामी नै कस्तो होइन बरफ फेर्छ म बिस्तारै बिस्तारै ला है होइन जाउँ न सक्ने भयो त ओ तानसिङले लाउँछ ब्रेक मलाई तालु हुने भयो आजको भाडाको साइकल त्यसै तालु छ त्यो राइडमा गएको अलिकति चिनाइ त हुनु पऱ्यो नि भर लागेको होइन झन्डै लडेको यार कत्रो त्यहाँ थियो अघि नै आउँदा जाँदा देखाएको थियो हामीले यो यहाँ दामी छ कि फोटोहरू आउँछौँ द्याट्स वाइ अलिकति माथिसम्म जाउँ है त्यसपछि हामी फर्क्यौँ यहाँ भिडियो गर्नु छैन गाइज यहाँ त ग्रुप फोटो हुँदैछ हाम्रो मिलन सरलाई पिकनिक आएको मान्छेहरूले ग्रुप फोटो खिच्नु लाउँदैछ ल बिस्तारो ओ रामी 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 मिठो लाग्छ चल 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 कुदौ गर्नु म त छिटो जान्छ अझै
जाऊ साइडमा गयो ल हिँडेन डरलाई मलाई अहिले पछाडिन्छ खतरा कुर्छ अब जाउँ ब्रेकै ब्रेक बिस्तार लाउँदै जाउँ झ्यापै लाउनु हुँदैन है